हेलो भ्युअर्स, वेलकम ब्याक। प्रदेश लोक सेवा आयोग कोशी प्रदेश विराटनगर वनरक्षक पदको लिखित परीक्षाबाट प्रयोगात्मक परीक्षाका लागि छनौट भएको उम्मेदवारहरूको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षण सम्बन्धी निर्देशिका तथा परीक्षा तालिका सम्बन्धी सूचना। वनरक्षक पदको अब शारीरिक तन्दुरुस्ती परीक्षणको डेट र मिति तोकिसकेको छ, जुन 2081 11 महिना 29 गते, फागुनको 29 गते तोकिसकेको छ। र यसको बारेमा के गर्नुपर्ने हुन्छ भने हामी सबै डिटेलमा हेर्नेछौँ के गर्नुपर्ने हुन्छ। सुरुमा पहिला हेरौँ रोल नम्बर कतिदेखि कतिसम्मको कहाँ छ। अब हेरौँ यहाँ सबै उम्मेदवारहरूको शारीरिक परीक्षण 200 मिटर दौड, 3000 मिटर दौड, रुख चढ्ने परीक्षा कोशी प्रदेशको प्रहरी तालिम केन्द्र विराटनगर, मोरङ र पौडी परीक्षण न्यू एभरेस्ट कलेज कृषि भवन पश्चिम विराटनगरको स्विमिङ पुलमा देहायको मिति र समयमा सञ्चालन हुनेछ हैन। र अब रोल नम्बर हेरौँ हैन। रोल नम्बर 1 देखि 296 र 298 देखि 664 सम्मको हैन, मिति 2081 12 महिना 16 गतेबाट हुनेछ हैन। अब केही दिन बाँकी छ। बिहान 7 बजे हुन्छ हैन। 1 देखि 296 को बिहान 7 बजेदेखि हुनेछ भने 298 देखि 664 सम्मको बिहान 9:30 बजेसम्म 30 बजेदेखि हुनेछ। र परीक्षामा 1 घण्टा अगावै जानुपर्ने हुन्छ हैन। यो शारीरिक परीक्षण दौड 200 मिटर र 3000 मिटर सुरुमा दौड हुनेछ। त्यसपछि रुख चढ्ने हुनेछ 12 महिना 17 गते बिहान हैन। यो अनुसार हेर्नु होला, यो अनुसार हैन, यसरी। त्यस्तै पौडी खेल्ने 17 गते नै हुनेछ 9 बजे हैन। अनि तोकेको स्थानमा जानु होला। त्यस्तै गरी अब छ 668 देखि 1068 सम्म 17 गते हुनेछ हैन। यो अनुसार आफ्नो रोल नम्बर हेर्नु होला र मिलाउनु होला। मैले धेरै गरेन, तपाईँको रोल नम्बर कति छ, कुनमा पर्छ, त्यो म स्क्रोल गर्दै जान्छु हैन। हेर्नु होला राम्रोसँग। जम्मा हैन कति छ रोल नम्बर 6112 सब भन्दा माथि सब हैन। 2 2 4 2 6 2 8 2 10 2 12 2 14 2 16 2 18 2 20 2 22 2 24 2 26 27 28 29 30 हैन। 3000 भन्दा माथिले लिखित परीक्षा पास गरेको छ हैन। त्यो अनुसार मार्क ल्याउनु होला हैन। अब कम्पिटिसन भइ नै हाल्यो। हो ठिकै छ। यो चाहिँ तपाईँको शारीरिक तन्दुरुस्ती परीक्षणको डेट र मिति रहेको छ हैन, डेट मिति। र अब अरू कुराहरूतिर लागौँ हैन। अरू कुराहरूमा के छ भने शारीरिक तन्दुरुस्ती परीक्षणको मापदण्ड हुनेछ हैन। छातीको उचाइ पुरुषको लागि 5 फिट 2 इन्च, महिलाको लागि 5 फिट उचाइ हैन, उचाइ 5 फिट 2 इन्च हाइट हुनुपर्छ हैन। महिलाको लागि 5 फिट छ भने छाती 31 देखि 33 इन्चसम्मको हुनुपर्छ, महिलाको लागि छैन। वजन 50 केजी हुनुपर्छ पुरुषमा भने, महिलाको 42 केजी। आँखा परीक्षण +2 देखि -2 भन्दा कमजोर नभएको, महिलाको पनि सेम रहेछ। र कलर भिजन टेस्ट दोष नभएको। र तन्दुरुस्ती परीक्षणमा हैन, शारीरिक परीक्षण यो भयो। तन्दुरुस्ती परीक्षणमा 200 मिटर दौडको फुल मार्क्स ल्याउनु 20, 3000 मिटरको पनि फुल मार्क्स 20, रुख चढ्नेमा 5 र पौडी खेल्नेमा 5 हुनेछ। यस परीक्षाका इभेन्टहरू सुरु गर्दा सिरियल नम्बर 1 देखि क्रमशः 4 सम्म गर्नुपर्ने। सिरियल नम्बर 1 अर्थात् अगाडिको इभेन्टहरू असफल हुने उम्मेदवारहरूले त्यसपछिको इभेन्टहरूमा सहभागी हुन पाउँछ हैन। सबै 1 देखि 4 सम्म हुन्छ। सुरुमा 200 मिटर, त्यसपछि 3000 मिटर, त्यसपछि रुख चढ्ने र त्यसभन्दा पौडी खेल्ने।
सबै पास गर्दै जानुहुन्छ पर्ने हुन्छ। एउटा यो बिचमा पास भएन भने त्यो अर्को दिन पाइँदैन, त्यो भएर सबै गर्नु होला। अब मार्किङको कुरा रहेको छ, 28 सेकेन्डसम्ममा पार गर्यो भने 20 अङ्क पाउनेछ र पुरुषको हकमा, र 28 देखि 32 सेकेन्डसम्ममा 200 मिटर पार गर्यो भने 15 मार्क्स पाउनेछ, र 32 देखि 36 सेकेन्डसम्ममा पार गर्यो भने 10 अङ्क पाउनेछ भने, र 36 भन्दा माथि गयो भने असफल मानिनेछ। त्यस्तै गरी महिलाको हकमा 34 सेकेन्डसम्ममा पार गर्यो भने 20 अङ्क, र 34 देखि 38 सेकेन्डसम्ममा 200 मिटर पार गर्यो भने 15 अङ्क, र 38 देखि 42 सेकेन्डसम्ममा पार गर्यो भने 10 अङ्क, र 42 भन्दा माथि गर्यो भने असफल मानिन्छ। यो महिलाको हो भने यो पुरुषको। र त्यसपछि 3000 मिटरको दौडमा रहेको छ, 12 मिनटसम्ममा पार गर्यो भने 3000 मिटर 20 अङ्क पाउनेछ पुरुषको हकमा, र 12 मिनटदेखि 14 मिनटसम्ममा पार गर्यो भने 15 अंश पाउनेछ, र 14 देखि 16 मिनटसम्ममा पार गर्यो भने 10 अङ्क पाउनेछ, र त्यसभन्दा माथि हैन 16 भन्दा माथिलाई असफल मानिन्छ। त्यसै गरी महिलाको हकमा 3000 मिटरको लागि 14 मिनटसम्ममा पार गर्यो भने 20 अङ्क, र 14 देखि 16 मिनटसम्ममा पार गर्यो भने 15 अङ्क, र 16 देखि 18 मिनटसम्ममा पार गर्यो भने 10 अङ्क पाउनेछ, र 18 भन्दा माथिमा असफल मानिन्छ हैन। रुख चढ्नको लागि हैन 7 मिटरसम्म रुख चढ्ने पुरुषको हकमा 5 अङ्क, र 7 मिटर सम्म रुख नचढ्ने असफल मानिन्छ भने महिलाको हकमा 5 मिटर रुख चढ्ने हुन्छ, र 5 मिटर रुख चढ्न नसक्नेलाई असफल मानिन्छ। पौडी खेल्नको लागि 4.5 मिटर दूरी पौडी खेल्ने तैर्ने हैन, पौडी खेली तैर्ने हैन 5 अङ्क, र त्योभन्दा माथिलाई पौडी खेल्न नसक्नेलाई असफल मानिन्छ भने महिलाको हकमा 3.5 मिटर दूरीसम्म पौडी खेली तैर्नु पर्ने हुन्छ हैन, 5 अङ्क पाउनेछ, र त्यसभन्दा माथिकोले 3.5 मिटरसम्म पौडी खेल्न नसक्नेलाई असफल मानिन्छ हैन। पुरुषलाई 4.5 मिटर र महिलालाई 3.5 मिटर हो। र अब यो पनि भइहाल्यो हैन। अब जानौँ के डकुमेन्ट्सहरू लिनुपर्छ, के गर्नुपर्छ त्यसको बारेमा। अब यो मिति चाहिँ फागुनको 29 गते प्रकाशन भयो। अब आज 13-14 गते भइहाल्यो, अबको 2 दिन छ। थाहा नभएको कारणले मैले यो भिडियो बनाइरहेको छु हैन। धेरैले थाहा हुन सक्छ, धेरैले नथाहा हुन सक्छ। यस आयोगको सूचना हैन, सूचना नम्बर 186 8182 बमोजिम प्रदेश निजामती सेवा अन्तर्गत वन सेवा जनरल फोरेस्ट्री समूह सहायक स्तर तेस्रो त वन रक्षक पदको विज्ञापन नम्बर हैन 3001 देखि 3007सम्म 2081-82 खुला समावेशी पदमा दरखास्त स्वीकृत भई प्रथम चरणको परीक्षामा उत्तीर्ण भएको उम्मेदवारहरूले रोल नम्बरको क्रमअनुसार शारीरिक परीक्षण तन्दुरुस्ती परीक्षाको लागि दिएको बमोजिम निर्देशिका मिति, समय र स्थानमा परीक्षा तालिका तोकिएको छ। उम्मेदवारले आफ्नो रोल नम्बर मिति, समय र तोकिएको स्थानमा उल्लेखित गरिए बमोजिम कागजात सहित तोकिएको समयभन्दा 1 घण्टा अगाडि नै उपस्थित हुनुपर्नेछ, र तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजात सहित उपस्थित नहुने उम्मेदवारलाई परीक्षामा कार्यक्रममा सहभागी गराइने छैनन्। आफ्नो कागजपत्र हैन प्रमाणपत्रहरू लिएर जानुपर्ने हुन्छ हैन 1 घण्टा अगाडि नै। आवश्यक कागजात भनेको यो रहेको छ। उम्मेदवार स्वयंले नेपाल मेडिकल काउन्सिल स्वीकृत प्राप्त चिकित्सा वा एनएमसी रजिस्टर्ड बी अप्टिमेटिक गर्ने स्वास्थ्य कर्मचारीबाट आँखा परीक्षण वा रङ पहिचान गरी आई कलर भिजन टेस्ट गराई सोको प्रमाणपत्र हैन आँखा टेस्ट गरेको मेडिकल हैन आँखा
गरेको मिति 6 महिना ननागेको हुनुपर्ने हुन्छ होइन, 6 महिना नभएको हुनुपर्छ टेस्ट गराएको। नेपाली नागरिकताको प्रमाणपत्र नेपाल सरकारबाट जारी भएको वा नेपाली सरकारबाट जारी भएको फोटोसहितको सक्कले परिचय पत्र अनिवार्य होइन। र साथै डकुमेन्टहरू पनि लाग्नु होला होइन, जस्तै एससिएलसी पासहरू भएको माग्यो भने ठिकै हुन्छ। अब मागेन भने त ठिकै छ, माग्यो भने जे हुन्छ त्यही भएर लाग्नु होला। र उम्मेदवारले अनलाइन एप्लिकेसनबाट स्वीकृत भएको प्रवेश पत्र लिनुपर्ने हुन्छ। हालसालै खिचिएको पासपोर्ट साइजको फोटो 1 वटा, उल्लिखित कागजात पेश पश्चात परीक्षा केन्द्रबाट उम्मेदवारलाई शारीरिक परीक्षा तथा तन्दुरुस्ती प्रवेश पत्र उपलब्ध गराइनेछ होइन, लिखित परीक्षामा गराइनेछ, त्यही पनि लिएर जानु होला। उम्मेदवारको लागि निर्देशिका तथा ध्यान आकर्षण होइन, के कुरामा ध्यान दिनुपर्छ। 1 नम्बरमा रहेको छ, आयोगबाट जारी गरिएको निर्देशिकाको पालन गर्न सुपर्यवेक्षक, विज्ञ कर्मचारी तथा उम्मेदवारहरूको सबै कर्तव्य हुनेछ होइन। 2 मा रहेको छ, वनरक्षक पदको पाठ्यक्रम उल्लेख भए अनुसारको शारीरिक परीक्षण, छाती उचाइ, छाती वजन, आँखा परीक्षण होइन, कलर भिजन टेस्टमा तोकिएको मापदण्ड पुग्ने उम्मेदवारहरूले मात्र तन्दुरुस्ती परीक्षाको पहिलो चरणको 200 मिटरको दौडमा भाग लिन पाउने छैन होइन। पहिला शारीरिक परीक्षण गरेको होइन, आँखा तन्दुरुस्तीहरू गरेकोले मात्र 200 मिटरको दौडमा भाग लिन पाइनेछ। र पहिलो चरण 200 मिटरको दौड तोकिएको समयभित्र पार गरिसक्ने उम्मेदवारहरू मात्र दोस्रो चरणको होइन 3000 मिटरको दौडमा भाग लिन पाउनेछ। र 3000 मिटरको दोस्रो चरण 3000 मिटरको दौड तोकिएको समयभित्र पार गरिसक्ने उम्मेदवारहरूले अर्को चरणको होइन रुख चढ्ने परीक्षामा भाग लिन पाउनेछ। र रुख चढ्ने उम्मेदवारले पास हुने उम्मेदवार मात्र पौडी खेल्नमा भाग लिन पाउनेछ। र प्रथम चरणको लिखित परीक्षा र सबै प्रकारको शारीरिक तन्दुरुस्ती परीक्षामा तोकिएको प्रत्येक चरणको छनौट हुँदै गई सबै चरणमा सफल भएको उम्मेदवारहरूलाई मात्र योग्यताक्रमका आधारमा अन्तिम चरण होइन अन्तर्वार्ताको लागि सम्मिलित गराइनेछ। त्यसपछि तन्दुरुस्ती परीक्षाको दौरान उम्मेदवार दुर्घटनामा परेमा वा कुनै पनि किसिमको भविष्यवत हुन गएमा उम्मेदवार स्वयं जवाबदेही हुनेछ। र 8 नम्बरमा रहेको छ, प्रयोगात्मक परीक्षा सञ्चालन हुने परीक्षा केन्द्र उम्मेदवार स्वयंले मेडिकल काउन्सिल स्वीकृत प्राप्त चिकित्सक, एनएमसी रेजिस्टर्ड बी अप्टिमिस्टिक गर्ने स्वास्थ्यकर्मीबाट आँखा परीक्षण एवं रङ पहिचान परीक्षण, आई एन्ड कलर भिजन टेस्ट गराई सोको प्रमाणपत्र परीक्षण गरेको मिति 6 महिना ननागेको हुनुपर्नेछ होइन। कलर भिजन आई टेस्ट र कलर भिजन टेस्ट होइन। र नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाल सरकारबाट जारी भएको फोटोसहितको कुनै सक्कले परिचय पत्र, अनलाइन परीक्षाबाट स्वीकृत भएका प्रवेश पत्र, पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ होइन। उक्त कागजात पेश भए पश्चात मात्र परीक्षा केन्द्रमा उम्मेदवारलाई शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षण प्रवेश पत्र दिनेछ होइन। यो प्रवेश पत्र दिने छैन, एउटा छुट्टै, त्योहरू लिएर जानु होला होइन। त्यसपछि 9 नम्बरमा अघिल्लो चरणको शारीरिक तन्दुरुस्ती परीक्षामा छनौट भएका उम्मेदवारले अर्को चरणको परीक्षामा शारीरिक परीक्षण र तन्दुरुस्ती परीक्षा प्रवेश पत्र अनिवार्य रूपमा साथै लैजानु पर्ने हुन्छ। र तोकिएको परीक्षा कार्यक्रमको दिन सार्वजनिक बिदा पर्न गएमा पनि परीक्षा कार्यक्रम यथावत सञ्चालन हुनेछ होइन, बिदा भए पनि परीक्षा हुनेछ। प्रत्येक चरणको परीक्षाको सुरुमै उम्मेदवारले हाजिरी दरखास्त गर्नुपर्ने छ र उम्मेदवारको हाजिरी अनिवार्य छ होइन, आफ्नो हाजिरी गर्नु होला त्यहाँ गएको। र 12 नम्बरमा छ, शारीरिक तन्दुरुस्ती परीक्षा तोकिएकै मिति, समय र स्थानमा सम्बन्धित उम्मेदवार स्वयं
उपस्थित हुनुपर्ने छ र तोकिएको मिति, समय र स्थान उपस्थित नहुने उम्मेदवारलाई पुनः परीक्षामा सहभागी गराइने छैन, हैन, आफै जानुपर्ने हुन्छ। र 13 नम्बरमा रहेको छ दौडको मूल्याङ्कन दूरी पार गरेको समयको आधारमा गरिने भएकोले तोकिएको समयभित्र दूरी पार गर्ने उम्मेदवारलाई मात्र सफल उम्मेदवार मानिनेछ। सफल उम्मेदवारले तन्दुरुस्ती परीक्षणमा प्रवेश पत्रमा आफूले प्राप्त गरेको ग्रेड सफल उम्मेदवारले तन्दुरुस्ती परीक्षणमा प्रवेश पत्रमा आफूले प्राप्त गरेको ग्रेड, नतिजा, चढाइ सम्बन्धित कर्मचारीको दरखास्त गराई रुजु गरी लिनुपर्ने छैन। प्रवेश पत्रमा उनीहरूले प्रवेश पत्र दिनु छैन, त्यसमा आफ्नो प्राप्त गरेको दौडको ग्रेड चढाउनु पर्ने हुन्छ, हैन, र दरखास्त गराएर लिनुपर्ने हुन्छ। तत्काल रुजु नगरी अन्यथा भएमा आयोग जवाफदेही हुने छैन। असफल उम्मेदवारहरूलाई उक्त प्रवेश पत्र फिर्ता दिने छैन, हैन, जो असफल भयो तिनीहरूलाई प्रवेश पत्र दिने छैन। र सबै चरणका परीक्षामा सफल भएका उम्मेदवारहरूले शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षा प्रवेश पत्र पौडी स्थलमा खटिएका कर्मचारीहरूलाई बुझाइ जानुपर्ने छैन। पौडी खेल्ने स्थानमा बुझाउनु पर्ने हुन्छ, हैन, मार्किङ गरेको सबै। र परीक्षाको दौरान कुनै विवाद उत्पन्न भएमा आयोगको तर्फबाट खटिएको आधिकारिक कर्मचारीको निर्णय नै अन्तिम निर्णय हुनेछ। 15 नम्बरमा रहेको छ रुख चढ्ने परीक्षामा सामेल हुने उम्मेदवारहरूलाई परीक्षा लिने स्थानमा उपलब्ध रुख पोलहरूमा नम्बरिङ गरी गोलापर्खाबाट रुख छनौट गराइनेछ, हैन, नम्बरिङ गरी गोलापर्खाबाट रुख छनौट गराइनेछ। गोलापर्खाबाट छान्दा आफूलाई परेको नम्बरका आधारमा सोही नम्बरको रुखमा चढी तोकिएको उचाइ पार गर्नुपर्ने हुन्छ। 16 नम्बरमा गोलापर्खाबाट आफूले छानेको रुखबाट बनावटका कारण पहिले प्रयासमा चढ्न नसकेमा अन्तिम पटकका लागि एक मौका दिई सोही परीक्षा स्थलमा उपलब्ध भएका रुखहरूमध्ये निजले रोजेको रुख चढ्न दिन सकिनेछ, तर अन्य कुनै बहानामा एक पटकभन्दा बढी मौका दिने छैन, हैन। एकचोटि आफूले छानेको रुखमा एकचोटि फेल चढ्न नसकेपछि अर्कोचोटि मौका दिनेछ, हैन। त्यही भएर एकचोटिमै प्रयास गर्नु होला सकेसम्म। र रुखको उपलब्धता, उम्मेदवारहरूको सङ्ख्या आदिका कारण रुख चढ्ने स्थानमा एक भन्दा बढी स्थान हुन सक्नेछ, एक वा एकभन्दा बढी स्थान हुन सक्नेछ। र 18 नम्बरमा रहेको छ रुख चढ्न सफल उम्मेदवारहरूलाई मात्र पौडी खेल्ने परीक्षामा सम्मेलन गराइनेछ। र 19मा रहेको छ शारीरिक परीक्षा तथा तन्दुरुस्ती परीक्षामा सहभागी हुन आउँदा उम्मेदवार स्वयंलाई सहज हुने खेल ड्रेस, ट्र्याकसुट, गन्जी, भेस्ट, जुत्ता, मोजा, हाफ पेन्ट, स्विमिङ कस्ट्युम, हैन, रुमाल आदि किसिमको पोसाक आफैले व्यवस्था गरी उपस्थित हुनुपर्ने छ। र पौडी खेल्न परीक्षामा स्विमिङ कस्ट्युम अनिवार्य भएकोले सोको व्यवस्था उम्मेदवार स्वयं आफैले गर्नुपर्ने छ, स्विमिङ कस्ट्युम। 20मा रहेको छ पौडी पोखरीमा उम्मेदवारहरू पानीमा एक लाइनमा उभिएर केन्द्र अध्यक्षको निर्देशन अनुसार तोकिएको दूरी स्पष्ट रूपमा हात खुट्टाको चालले पौडी खेली पार गर्नुपर्ने छ र कुनै बहानामा पुनः मौका परीक्षा दिने छैन। र एकैछिनमा उम्मेदवारले परीक्षामा खटिएका कर्मचारीले दिएको निर्देशनको पूर्ण पालना गरी प्रत्येक चरणको परीक्षामा आफ्नो पालो पर्खी सहभागी हुनुपर्ने छ। र शारीरिक तन्दुरुस्ती परीक्षा हुने स्थान उम्मेदवार स्वयं बाहेक अन्य
अभिभावक वा व्यक्तिलाई प्रवेश दिने छैन। 27 मा रहेको छ शारीरिक तन्दुरुस्ती परीक्षा हुने स्थान सुरक्षित स्थानका अभावका कारण हराउन सक्ने हुँदा झोलामा मोबाइल तथा अन्य बहुमूल्य सामान नल्याउनुहोला र यदि कुनै केही सामान हराएमा आयोग तथा कर्मचारीहरू जिम्मेवार हुने छैन। र 24 नम्बरमा रहेको शारीरिक तन्दुरुस्ती परीक्षाको कुनै चरणको तस्बिर खिच्न, भिडियो रेकर्डिङ गर्ने जस्ता कार्य पूर्ण रूपमा निषेध गरिएको छ र यदि कुनै उम्मेदवारले सो कार्य गरेको पाएमा सम्मान जफत गरी निजको उक्त परीक्षा रद्द गरी प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ। र यो भयो होइन, यो अब अघि नै हेरिसकेको होइन यो क्राइटेरियाहरू। एकचोटि फेरि इक्जाम सेन्टर देखाउँछौँ होइन, यो इक्जाम डेट र सबै परीक्षाको 200 मिटर। कोशी प्रदेशको प्रहरी प्रदेशको प्रहरी तालिम केन्द्र विराटनगर मोरङ र पौडी न्यू एभरेस्ट कलेजको कृषि भवनको विराटनगर स्विमिङ प्याडमा हुनेछ होइन। र च्यानललाई लाइक्स र सब्सक्राइब गरिदिनु होला, धन्यवाद। र आफ्नो यो सबै कुरामा ध्यान दिएर जानुहोला, डकुमेन्टहरू पनि ल्याउनु होला। शुभकामना अग्रिम, धन्यवाद।